मलाई घरमा एक्लै छोडी दिदी पनि भागी जताततै पुग्छ नि उपचारको लागि उपचारको लागि हिँड्छन् चस्मा लाएर टिको अझै नि भाजैन नि हे तैँले रेकर्ड राखेर रहेछस् कुन कुन ठाउँमा गए तैँले रेकर्ड राखेर रहेछस् बाउ कुन कुन ठाउँमा गए काट्टो खान पाउँथिस् होला म मरेको भए ए म मरे त खुब खान्थिस् काट्टोको साता दिन्छु म लत्तो नमस्ते हे उपचारकै लागि भन्दै देश विदेशमा हिँड्छन् कुनै देशमा टोपी दिन्छन् कतै चस्मा कतै त कत्रो ठुलो दिएको शान्त ससुरा हान्ने हान्त ए कति साह्रै लागेको हुन लाग्न पनि छाडा बोला मान्छे जेनी गर्छन् बसली टाढा ए हस्पिटल नि गएको थिएँ जाँच्न डाक्टरसँगै थाले थिएँ नाच्न ए मैबारीले स्याहार्ने होला मर्दा अनि पर्दा उल्टै डाक्टर बिरामी छन् ससुराले गर्दा ए उता गएर नाचेको रहेछन् डाक्टर नै बिरामी भएछन् नमस्ते मेरो ठुलबाउ डुल्न गएको जापानको टोकियोमा जाँदाखेरि झनै टाउको ठोक्यो हे हुनलाई त ठुलबाउ हुन् मेरै कुकुर जस्तै डुलिरहन्छन् धेरै हे कतै जाँदा कानमा हानी बनाइदिन्छन् भइरहे यताको सम्झि देश विदेश डुल्छन् उताको गएर हे मलाई किन उठाउँछ हात सम्झि त त्यताको पात ए यी सम्धिको खुट्टा बाङ्गो ती सम्धिको ढाड उस्तै सम्धिहरू भेट भएछन् काँड ए ती सम्धिले देश विदेश खाछन् यिनी पनि बाग्लुङ त गाछन् यताको नि सम्धि हेर्दा ताचुप लाउँछ मलाई के दिएर आजसम्म अडाएको छ हे सम्धि त दुईवटै खोजको अलि बढी खोज्किया हो उसको बाजु मेरो घरबाट हे भल आदमीको लिस्टमा त मेरै नाम लेख्थ्यो विभिन्न मेला महोत्सव स्कुलको सञ्चालक समितिमा विद्यालय व्यवस्थापन समिति भन्छन् के लगायत निर्णायक समितिमा भल आदमीको लिस्टमा त मेरै नाम लेख्थ्यो पोखरीको भेगुताले सागर कहिले देख्थ्यो हे मुख सम्हालेर बोलेरै कान्छु पागल भन्दा ढुङ्गाले हान्छु नमस्ते मुनुम 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 गर्छन् आधी रातमा गुनगुन गर्ने मुनुम 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 गर्छन् आधी रातमा यिनको दिमाग खुस्किएको यो सुरुवाल लिन्छन् हातमा
पर्खिरहेछ बागमती तिरले ज्यान सुका छन् बुहारी खै पिरले नमस्ते, स्यालो,